कुनै पनि कामको आलोचना गर्नुभन्दा पहिला त्यो काम कुन परिस्थितिमा कति कठिनाइ बावजुद गरिएको छ भनेर बुझ्न जरुरी छ के। किनभने हरेक पाइलाको पछाडि छुट्टै भोगाइ हुन्छ कि जो हर कोहीले बुझ्दैन। हेलो नमस्ते साथीहरू, सबैजना सन्चै आराममै हुनुहुन्छ होला। म चाहिँ आज मर्चबारी गाउँपालिका बगौली माध्यमिक विद्यालयमा जाँदैछु दिदीसँगै। अनि मैले सोच्थेँ कि मेरो दिदी त सरकारी जागिर खान्छ, जहाँ अब 2 घन्टाको बाटो न हो, राम्रै बाटो गएर आउँछ होला, सजिलै छ होला बाटो, नजिकै छ होला विद्यालय भन्ने सोच्थेँ कि। तर म चाहिँ गलत रहेछु के होइन। त्यो बाटोमा म आज दिदीसँगै 2 घन्टा ट्राभल गर्दाखेरि थाहा भयो कि त्यो बाटो कति धुलो, धुवा, कच्ची रोड होइन, अव्यवस्थित बसाइ, अनि त्यहाँको बोर्डिङ स्कुल पनि त्यस्तै, सरकारी स्कुल पनि त्यस्तै होइन, कति अव्यवस्थित के। त्यही माथि केटीहरूको लागि चाहिँ कति अनसेफ के। अनि म सोचेँ कि ओहो मलाई चाहिँ मेरो बाआमाले त नराम्रै ठाउँमा राखेको रहेछन् भन्ने भयो कि। त्यस्तो राम्रो ठाउँमा हुर्केको मान्छे होइन अहिले त्यो ठाउँमा त्यो कठिनाइहरू, भोगाइहरू भोगेको देख्दाखेरि चाहिँ कस्तो मनै भक्कानेर आयो कि त्यहाँको व्यवस्थापन, त्यहाँको मानव संसाधन देख्दाखेरि। अनि दिदीको स्कुलमा पुगिसकेपछि चाहिँ थाहा भयो कि त्यहाँ भाषाको समस्या रहेछ। अनि त्यत्रो समस्या बावजुद पनि दिदीले आफ्नो सङ्घर्षले चाहिँ सफलता प्राप्त गरेको रहेछ। हावामा सरर उड्दै स्कुटीमा कुद्दै हामी चाहिँ घर जाँदैछौँ। बाई बाई।